शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको मन्त्रीले राजीनामा दिएको भन्ने कुरा चाहिँ सरकारको जानकारीमा छैन। सरकार प्रधानमन्त्री कार्यालयमा दिएको निवेदन दिएको भए, राजीनामा दिएको भए सरकारको प्रवक्तालाई थाहा हुन्छ, क्याबिनेटको मिटिङमा जानकारी हुन्छ। राजीनामा स्वीकृत गर्ने त प्रधानमन्त्री नै हो। आजको दिनसम्म हामीलाई चाहिँ उहाँले राजीनामा दिएको जानकारी छैन। तर विगत 1 महिनादेखि होला झन्डै उहाँ चाहिँ बिरामी हुनुहुन्छ। त्यस कारण उहाँले चाहिँ अहिले चाहिँ सायद कार्यरत मन्त्रालयमा चाहिँ दिनदिनै गएर काम गरिराख्न सक्ने परिस्थिति नभए होला जस्तो लाग्छ मलाई। एउटा कुरा। दोस्रो क्वार्टर त कामै नगरेर बिरामी भइरहेको किन बसिरहेको भन्ने होला नि त। शिक्षक साथीहरूले हामीले सरकारले निर्णय गरेर उहाँलाई आह्वान गरेको होइन। अनि उहाँको मागलाई सम्बोधन गर्नको लागि नै हामीले चाहिँ वैशाख 12 गते प्रारम्भ हुने यो बर्खे अधिवेशनकै बेलामा फास्ट ट्र्याकबाट शिक्षक विद्यालय शिक्षा विधेयक जुन हामीले अहिले संसदमा छलफलमा छ त्यो चाहिँ पास गर्ने र उहाँहरूको किनभने उहाँहरूको पहिलो मागै विद्यालय चाहिँ के अरे ऐन चाहियो, विधेयक पास गर्नु पर्यो भन्ने थियो होइन। त्यो चाहिँ गर्ने निर्णय चाहिँ हामीले गरेको। उहाँहरूको माग चाहिँ सम्बोधन गर्ने कुरोमा सरकार चाहिँ सकारात्मक छ। सरकार यो ऐन चाहिँ पास गर्ने कुरोमा सरकार लागिरहेछ भनेर सरकारले लामो विज्ञप्ति निकालेर मैले अस्ति योभन्दा अगाडिको चाहिँ मिटिङको लिएर पनि तपाईँलाई जानकारी गराएको थिएँ होइन। तर आजसम्म चाहिँ सरकारको यो चाहिँ अनुरोधको शिक्षकहरूले सुनवाई गरेको छैन। उहाँले पनि आन्दोलनमै हुनुहुन्छ। अझ चाहिँ कर्मचारीहरू पनि आऊ भनेर चाहिँ जुन गरिराख्नु भएको छ त्यो चाहिँ धेरै शिक्षकहरूले चाहिँ आफ्नो अहिलेको परिस्थितिको जिम्मेवारी जुन चाहिँ बोध गर्नुपर्थ्यो त्यो बोध गर्नु भएन भन्ने लाग्छ। माग त एउटा ठाउँमा चाहिँ भइरहन्छ होइन। तर उहाँहरूसँग हामीले कुराकानी गरेर चाहिँ समयको माग सम्बोधन गर्छ भनेर भनेकै छौँ। र अब मेरो गुरुको 12% भन्ने ढङ्गले जुन शिक्षक सदस्य लाग्नु भएको छ त्यसले सरकारलाई चाहिँ गम्भीर बनाएको छ। यो राष्ट्र ब्याङ्कको गभर्नरको नियुक्ति गर्नु पऱ्यो भन्ने कुरा भएको छ। त्यसमा सरकारको प्रधानमन्त्रीको गम्भीर ध्यान आकर्षण भएको कुरा जानकारी गराउन चाहन्छु। सम्भवतः हाम्रो नेपाली काङ्ग्रेसको सभापति ब्याङ्ककबाट फर्किनु भएपछि यो सबै कामको चाहिँ सकिन्छ। सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा 15 सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय भएको छ। 2082 वैशाख 16 गतेदेखि 22 गतेसम्म भारतको नयाँ दिल्ली, देहरादून र लखनऊमा द्विपक्षीय भेटघाटको लागि सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री श्री कमल बहादुर शाह र प्रमुख सचिव डाक्टर कमल प्रसाद पौडेलको भ्रमण स्वीकृत गर्ने पनि निर्णय गरेका छौँ हामीले। त्यस्तै प्रकारले शासक विद्युत ट्रान्समिसन तथा वितरण आयोजना शासक भन्नु त सबैलाई थाहा होला। साउथ एसिया सोसियो इकोनोमिक काउन्सिल भन्ने हो। यो वर्ल्ड ब्याङ्कको चाहिँ एडिबीको लोनको चाहिँ संस्था हो। शासक विद्युत ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयनको लागि ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट ओबिडबाट 100 मिलियन अमेरिकी डलर बराबरको रकम ऋण सहायता लिनको लागि सैद्धान्तिक सहमति दिने र उल्लेखित ऋण सम्बन्धी वित्तीय सम्झौतालाई अन्तिम रूप दिन नेपाल सरकार तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयुक्तमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ। त्यस्तै प्रकारले 2082 जेठ 14 गतेदेखि 31 गतेसम्म जापानमा आयोजना हुने काउन्टर पार्ट प्रोग्राममा सहभागी हुन ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव श्री सरिता दवाडीलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। त्यसै कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग जोडिएको अर्को निर्णय छ। 2082 वैशाख 24 गतेदेखि 26 गतेसम्म श्रीलङ्का सरकारले कोलम्बोमा आयोजना गर्न लागेको 17th राइट्स काउन्सिल मिटिङ एन्ड 4th RIMES मिनिस्ट्रियल कन्फरेन्स कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्री माननीय रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। 2081 चैत्र 15 गते काठमाडौँको 3 कुण्डमा भएको घटनामा परि मृत्यु भएका स्वर्गीय सबिन महर्जन तथा स्वर्गीय सुरेश रजकका नजिकको हकदारलाई प्रति परिवार 10 लाख रुपियाँको दरले राहत रकम उपलब्ध गराउने पनि फैसला भएको छ, निर्णय भएको छ। त्यसै 2082 वैशाख 15 र 16 मा काठमाडौँमा आयोजना हुने सेकेन्ड बायोलेटरल
टक्स बिट्विन नार्कोटिक्स कन्ट्रोल अथोरिटिज अफ नेपाल एन्ड इन्डियामा गृह मन्त्रालयका सहसचिव नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने पनि निर्णय गरेको छौँ हामीले।